प्याजको पकौडा बनाउनको लागि बुढाले प्याज काट्दै हुनुहुन्छ साथीहरू। आउनुहोस् हजुरहरूलाई भिडियो मार्फत देखाउँछु मेरो बुढाले कसरी प्याजको पकौडा बनाउनुहुन्छ भनेर। हजुरहरूले पुरा भिडियो हेरिदिनु होला है साथीहरू। हेर्नुहोस् त, प्याजलाई लामो लामो पिसमा काटेर यसरी सफा पानीमा धोएर अनि बोडकोमा राख्नुभएको छ साथीहरू। यसरी लामो लामो पिसमा काटेर बनायो भने एकदमै राम्रो हुन्छ साथीहरू। प्याजको पकौडा एकदमै राम्रो बन्छ। यतातिर ग्यास बालेर कराई चढाउनु भयो। कराई तातिसकेपछि तेल पनि राख्नुभयो बुढाले। हेर्नुहोस् त साथीहरू, कति राख्नुभएको छ भनेर हजुरहरूले हेर्न सक्नुहुनेछ। अनि बाँकी रहेको तेललाई डब्बामा खनाउनु भयो। उतातिर चाहिँ प्याज र बेसन राख्नुभएको छ। अब सफा गरेर राखेको प्याजमा अलिकति बेसनलाई मिक्स गर्नुभयो। नुन पनि थोरै राख्नुभयो साथीहरू। हेर्नुहोस्, अब यता तेल तात्दैछ अनि बुढाले अब अलिकति राख्नुहुन्छ तेल तात्यो कि तातेन भनेर प्याजलाई। हेर्नुहोस् है साथीहरू, तेल पनि तातिसकेको छ। अब राम्रोसँग थोरै थोरै पानी मिक्स गरेर अनि राख्दै हुनुहुन्छ तेलमा। हेर्नुहोस् त साथीहरू, राम्रोसँग राख्नुभएको छ। थोरै थोरै गरेर राख्नुभएको छ। हजुरहरू पनि घरमा यसरी नै ट्राई गरेर खान सक्नुहुन्छ है साथीहरू। यसरी बनाउन सक्नुहुनेछ। हेर्नुहोस्, राम्रोसँग फ्राई हुन दिन पर्छ एकछिनसम्म। अनि हेर्नुहोस् त, राम्रोसँग चलाइराख्नु भएको छ। यतिको कलर आयो साथीहरू। हेर्नुहोस् त कति राम्रो भएको छ। हजुरहरू पनि बनाउनु होला है साथीहरू। दोकानमा महँगो पर्छ थोरै किने पनि महँगो पर्छ। घरमा हामीले यसरी बनाएर खायौँ भने पेटभरि खान पनि पाइन्छ। स्वास्थ्यलाई पनि त्यति हानि गर्दैन साथीहरू। सफा तेलमा बनाएर खान्छौँ, पटक पटक हामीले युज गर्दैनौँ नि त तेलहरू, त्यही भएर राम्रो हुन्छ। हेर्नुहोस् साथीहरू, लगभग सबै बनेर सकिएको छ। हेर्नुहोस् त यति राम्रो भएको। मेरो बुढाले बनाउनु भएको प्याजको पकौडा मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला है।